ल राम्रो मान्छे ल हेरौँ अब बाघढुङ्गामा चढेर यो चिसोमा चाहिँ बेलुका पनि बाघ बिहान पनि बाघ दिउँसो पनि बाघ भएको छ स्याल हुने कहिले भोलि हो ल अनि के ल के बोल्ने विचार छ त नि बाघढुङ्गामा चढ्दाखेरि कस्तो अनुभव भएको छ त नि बाघढुङ्गामा बाघ चढिरहेछ सबजना होसियार हुने हरेक मान्छे आफैमा बाघ सुरक्षा गर्नु पर्यो समाजको सुरक्षा गर्नु पर्यो गलत कुराहरूको सुरक्षा गर्नु पर्यो त्यो भएर हरेकले आफूलाई बाघको अनुभूति गर्न जरुरी छ त्यही कारण चाहिँ हरेक गोर्खालीहरू चाहिँ बाघ ल यो बाघहरू बाघैमा चढ्छन् यता चाहिँ गङ्गटो ढुङ्गा छ अब गङ्गटो ढुङ्गामा के चढ्ने भनेर यस्ता बाघहरू चाहिँ यही बाघढुङ्गामा चढ्ने अरे ल बाघढुङ्गा गङ्गटो ढुङ्गादेखि अब के छ त यहाँ अरू ढुङ्गा पनि छ गर्नु यहीँबाट गरिदिन्छु नि ओट बाफ रे बा सलमान खान आयो सलमान खान छ ल सलमान खान हेर्नु है यहाँ